आइसक्यौँ। मैले चाहिँ KFC भेजमा तरकारी किन्नको लागि ग्रोसरी दाइले थर्काइरहेको छ अनि देख्न सक्नुहुन्छ उसको फाइनल उसको आउटफिट बना भिडियो बनाइदिनु दिदी एल्साको गाउँ फर्किया ओइ तल पनि कति धेरै लाइन छ चाहिँ होइन आँखामा सक्दिनँ भनेको तर रातो भाउ दिदी गइसक्यो फाइनली। अब चाहिँ हामी जानु पर्छ। हेलो गाइस, वेलकम टु माई युट्युब च्यानल। आज हामी एयरपोर्ट जान लागेको तपाईँहरूले थाहा पाउनुभएको छ थम्बनेल हेरेर होइन। अनि आज चाहिँ हामी एयरपोर्ट जानु लागेको मेरो साथी चाहिँ अब नेपाल जानु लागेको छ नि त, त्यही भएर चाहिँ हामी पुऱ्याउन जानु लागेको। अनि हामी चाहिँ साथीहरू पुऱ्याउनु जानु लाग्यो। अब म रेडी हुन लागेको अनि तपाईँहरूलाई म अब रेडी भएपछि भेट्नेछु है त। बना मेरो चाहिँ यो छ फाइनली म चाहिँ रेडी भइसकेको छु जानको लागि। अब चाहिँ हामी जाँदैछु। रहेको छ हाम्रो दिदीको फाइनल लुक अनि यता चाहिँ हाम्रो सामान रहेको छ हाम्रो बहिनीको सामान देख्न सक्नुहुनेछ मेरो साथीको। अनि त्यसपछि अब चाहिँ हामी जानेवाला छौँ। अनि अब चाहिँ निस्किने बेला भयो अनि होइन त्यसरी हो। अनि हामी चाहिँ अब जाने हो। निस्केको छैन हाम्रो साथी चाहिँ अलिक युनिफर्म रहेछ रेडी हुँदैछ। अब जाने हो। अब चाहिँ हामी निस्किन लागेको। त्यो चाहिँ हो मेरो साथी देख्न सक्नुहुन्छ उसको फाइनल उसको आउटफिट। मेरो चाहिँ आउटफिट यस्तो रहेको छ, अब दिदीको चाहिँ यस्तो रहेको छ। हामी चाहिँ अब यसो पारेर एयरपोर्ट जाने हो होइन। सुटकेस बुढाउँदै जानुपर्ने हुन्छ। अनि हामी चाहिँ सुटकेस बुढाउँदै जाने हो। म चाहिँ सानो मान्छेलाई सानै होला, सानो मान्छेलाई सानै होला सानो होइन। म चाहिँ सानो मान्छेलाई सानो सुटकेस। यता हुनुहुन्छ दिदीले त्यो अनि यता चाहिँ साथीले सबैभन्दा ठुलो चाहिँ साथीले पानी खाँदैछ भने। अनि हाम्रो चाहिँ यस्तो छ। अहिले चाहिँ हामी निस्किनु पर्ने हुन्छ। एल्सा चाहिँ 4 वर्षपछि फाइनली भोलि अनि वर्ष वर्षपछि दिन गरेपछि अन्त अब फाइनली ऊ घर पुग्दैछ 4 वर्षपछि। छिटो मैले के गर्नु त अब कहाँ यहाँ हाल्न मिल्छ अब कसरी कहाँ चाहिँ खोज्ने छैन त्यसैमा हाल। अब भयो भने भयो भएन भने भएन होइन। छिटो 2 बजिसक्यो। तपाईँलाई नि जानु मन लागिरहेको छ छैन घर जानु त मन लाग्छ नि के भन्नु पैसाले साथ दिँदैन। हामी जति कमाए पनि पैसा पुग्दैन रहेछ विदेश नआउनु रहेछ। हामी निस्केको हेर्न सक्नुहुन्छ हाम्रो बहिनी चाहिँ अब 1 महिनाको लागि यो रुमलाई टाटा बाई गरेर जाँदैछ। हेर्नुहोस् सबैको स्वेटर रहेछ फेरि यसमा राख्दैन यो माथि तर ल जाडो छ नि त। अन्त फेरि एल्सा बहिनी ठिकठाक परेर जानु पर्यो। साथी बहिनी सबै लु बुढाउनुहोस्। म चाहिँ अगाडि जान्छु तपाईँहरू बुढाउँदै आउनुहोस्। मलाई चाहिँ देख्न सक्नुहुन्छ यसरी हामी चाहिँ अब जाने हो एयरपोर्टमा। यस्तो छ उसले अब एक्लै हो नि त साथी छैन जानको लागि। अनि त्यसपछि 3टा सुटकेस बोकेको छ बहिनीले। अब कसरी हो अब भनेको पनि थाहा छैन है त। अनि यस्तै हो सामान सम्झ्यौ है सम्झ्यौ। गेटको कार्ड बोक्यो हेर त छिटो घर जान लाग्यो हो भन्दा दिन्छ कि उनीहरूले। पर्दैन छोडिदियो खोलिदिन्छ हौ। फर्किनु हुँदैन निस्किसकेको मान्छे। अब चाहिँ हामी जाने हो सुटकेस घुराउँदै
मेरो पनि एक दिन कहिले हुन्छ हामी चाहिँ अब यहाँ लिफ्ट कुद्नुपर्ने हुन्छ आउँदै हुनुहुन्छ हाम्रो सिस्टरहरू आउनुहोस् 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 वेलकम 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 हाम्रो सुर्केसहरू यहाँ लिफ्टमा हेर्नु हामी तिनजनाले लिफ्ट भरिरहेको छ यहाँ यत्रो छ हाम्रो लिफ्ट चाहिँ एकदम सानो छ क्या मैले बोकाउँ ग्यारे मेरो है कस्तो लागिरहेको छ एल्सा त्यस्तो छैन घर जाँदा खुसी नहुने मान्छे एलिसै होला ल एलिसा मान्छे मान्छे अब है अब चाहिँ हामी ओर्लिसक्यो अब बिहान हामी जानुपर्ने हुन्छ घाम चाहिँ टन्डो लागिरहेको रहेछ घाम हेर्न सक्नु अहिले तुरुन घाम देख्न सक्नुहुन्छ हामी निस्किने बेलामा जहिले यस्तै हो मेरो झन् बोक्सी जस्तो कपाल थाहा अगाडि दिदी यता एलिसा सुर्केसै गुडाउनु सकेको छैन यता चाहिँ छु म गर्मी छ अहिले हो हाम्रो चाहिँ साथीले पुऱ्याउन उसको साथी आएको छ कि त्यही भएर चाहिँ यहाँ साथी कुरिरहेको छ त्यहाँ अब हामी चाहिँ गाडीमा चढेर जानुपर्ने हुन्छ सामान टन्नै छ नि त एल्साको अट्छ एल्साको साथी हो चाहिँ अब सामानहरू मिलाएर जानुपर्ने हुन्छ उचाल्नुहोस् बल निकाल्नुहोस् त सुताइदिनु त्यसलाई अट्छ जाऊ है त यत्रो सामान छ अट्दैन जस्तो लाग्यो त अन्जन के बनाउने अन्त यो चाहिँ हाम्रो काखमा बोकेको हो नि बट आई वान्ट कन्फ्युजन अडेन यार गाडीमै अडेन के गर्नु अब अहिले हामी ग्र्याब गर्छु भन्दाखेरि साथीले नै आफैले पुऱ्याइदिन्छु भनेको थियो कि ग्र्याबै गरेन अनि हामीले अनि त्यसपछि त अहिले हाम्रो बिजोग भयो अडिरहेछु हामीले चाहिँ जसो तसो सामान मिलाएर अब हिँडेको अनि त्यसपछि चाहिँ यता छ हाम्रो आशा दिदी यता छ हाम्रो साथी अनि यता चाहिँ छ हाम्रो साथी र उहाँको श्रीमान हामी चाहिँ अब जान लाग्यो एयरपोर्ट अब 1 घन्टा समथिङ 1 घन्टा लाग्छ नि दिदी 1 घन्टै बढी लाग्छ 1 घन्टा जति लाग्छ हामी चाहिँ चाँडै हिँडेको कि किनभने एल्सा एक्लै साथी एक्लै छ नि त अनि त्यहाँ गएर अब साथीहरू पाउँछ कि भनेर चाहिँ अनि थाहा छैन हामी केल साथ साथ होइन त्यही भएर चाहिँ हामी चाँडै हिँडेको अनि उता गएर अब साथीहरू पायो भने उसलाई सजिलो हुन्छ नि त भनेर चाहिँ हामी 2 घन्टा अगाडि नै हिँडेको छौँ अब हेरौँ साथी पाउँछ कि पाउँदैन होइन एल्सा हो कस्तो लागिरहेको छ तिमीलाई 4 वर्षपछि घर जाँदा यस्तो मान्छे फर्स्ट टाइम खुसी लागिरहेछ भन्नु पनि कहाँ कहाँ झ्याउ लागिरहेछ अरे यस्तो पनि हुन्छ भन्नुहोस् त यस्तै हो अब चाहिँ हामी एयरपोर्ट पुगेर तपाईँहरूलाई भेट्छौँ है त है हामी चाहिँ एयरपोर्ट आइपुगिसकेको छौँ ट्रलीमा हाल्न लगाएको सामानहरू अब त हामी चाहिँ यहाँनिर इन्टरनेसनल एयरपोर्टमा छौँ अहिले अब यो सामानहरू मिलाएर भित्र जानुपर्ने हुन्छ हामी चाहिँ फाइनली आइपुगिसक्यौँ एयरपोर्टमा आयो नि त आइसक्यो है भिडियो बनाइदिनु दिदी एल्साको
एल्साको भिडियो बनाइदिने यसरी गुडाएर भित्रको त्यहाँ गएर बनाइदिनु मोबाइल देऊ नि त हेर्नुहोस् त सामान यति धेरै छ यो बहिनीले कसरी लगेर जान्छ एक्लै अब हामी त्यही कस्तो परिरहेछ गाउँ फर्किआयो हामी चाहिँ अब एयरपोर्टमा एन्ट्री गरेको है त हाम्रो बहिनी चाहिँ अब आफ्नै गाउँ फर्किआए भन्दै हिँडिरहेको छ नयाँ नयाँ सपना ल्याए अब जोख्ने पहिला फर्स्टमा जोखौँ कहाँ जोख्ने ठाउँ छ जोखौँ हामी चाहिँ अब यहाँ जोख्नुपर्ने हुन्छ त्यहाँबाट बोर्डिङ गर्नुभन्दा अगाडि नै एकचोटि जोखेर गयो भने चाहिँ हाम्रो मनको लागि नै शान्त हुन्छ नि त सो त्यही भएर चाहिँ हामीले एकचोटि गर्नुपर्ने हुन्छ मलेसिया एयरलाइन्सको त यहाँ लेखेको छ त दिदी मलेसिया एयरलाइन्स भनेर त ए हुन्छ क्या हो बिमा भिजिट मलेसिया एयरलाइन्स हाम्रो चाहिँ यहाँ जोख्ने हो एल्साको चाहिँ एउटा छ के गर्ने हो जोख्ने हो फाइनली होइन हामी चाहिँ आएर यहाँनिर पनि सामान जोकेको 6-7 किलो बढी भएछ कि अनि त्यसपछि हामीले चाहिँ अब किन्यौँ भने पनि किनेको थियो किनेर पनि त्यो बढी भएको के अनि त्यसपछि थाहा थिएन 24 घन्टा अगाडि लिनुपर्छ भनेर हामीले लियो तर उता त ठिकै हुन्छ जस्तो लाग्यो फेरि यहाँको ओभर देखाइदियो अन्त के गर्ने भन्दाखेरि चाहिँ ढुङ्गा खोज्दा देउता भेट्यो भने जसरी हामीले चाहिँ एउटा दाई भेट्यौँ अनि त्यो दाईसँग म्यानेज गऱ्यौँ सामानहरू अनि त्यसपछि अब चाहिँ रेडी भएर चाहिँ अब बोर्डिङ चाहिँ खुलेको छुइनँ अनि त्यही भएर हामी चाहिँ यसो पानी पिर्खा लागेर पानी खोल्दै हिँडेको एल्सालाई चाहिँ उतै छोडेर त्यो दाइसँग छोडेर हामी चाहिँ हिँडिरहेको छु यसरी यस्तो डर लाग्दो रे अब त एकछिन त छाँगाबाट खसे जस्तै लाग्यो नि हामी दिदी धन्न जोस् भेट्यो अहिले चाहिँ खुसी लागिरहेछ हामीले चाहिँ यहाँ एयरपोर्टमा काम गर्ने दाइहरूले पनि भनेको थियो कि हाम्रो यस्तो भयो कति हो भनेको 68 रिङ्गेट रे अन्त ओ माई गड 1 केजीलाई 68 रिङ्गेट हामीले अनलाइनबाट किन्यो भने जम्मा 25 रिङ्गेटमा पाउँछ अनि 68 रिङ्गेट हो अन्त 6 किलोलाई त जान्छ 68 रिङ्गेटले त माई गड अनि तर खासमा त हामीलाई यस्तो अप्सन पनि हुँदैन 60 केजीको पनि अप्सन हुनुपर्ने क्या है किन्ने के टिकट किन्ने हुन्छ मिल्दैन नि त अनि त्यो भएर मैले के भनेको त्यो 60 केजीको पनि टिकट किनेर अप्सन हुनुपर्ने क्या हामीलाई त्यस्तो भयो भने सजिलो हुन्थ्यो नि त केटी मान्छेले यताउता बोक्दा सामान धेरै हुन्छ मेरै होला कति धेरै होइन त्यही भएर बाहिर 1 रुपियाँमा पाउने पानीले 6 रुपियाँ लिन्छ पापारे हेर्नुहोस् यहाँनिर यति होइन गेटभित्र पसेर गेट बाहिरमा पनि त्यति धेरै फरक के हामी त छक्कै परे 3 रुपियाँमा आउनेको के गर्ने होला बोर्डिङ खुलिसके जस्तो छ अब हामी चाहिँ बोर्डिङ गर्न आउनु पर्ने हुन्छ अनि हामी चाहिँ पानी 6 रुपियाँको 1 रुपियाँमा आउने पानी 6 रुपियाँ दियो ठग्यो हामीलाई ठग्यो यस्तै हो हामी चाहिँ अब पानी पनि ल्याएर आएर खायौँ एल्सा तिमीलाई एकछिन कस्तो लागेको थियो एकछिन मेरो हामीलाई पनि एकचोटि त छाँगाबाट झरेरै भएको थियो तर अहिले ठिकै छ होइन मैले त स्क्रिन चाहिँ राख्यौँ अब हामी 3 जना चाहिँ यसो फोटोसोटो खिच्छौँ अनि त्यसपछि जान्छ अब चाहिँ बोर्डिङ पनि खुलिसक्यो अब चाहिँ हामी सामानहरू जोख्नको लागि जानुपर्ने हुन्छ एल्सा तिमी अब आउँदाखेरि हामीलाई के लिएर आउने हो चक्लेट विदेशले नै चक्लेट लाने आउने भए चक्लेट त्यो भएन नि होइन हामीलाई नेपालको अर्ग्यानिक चिजहरू चाहियो नि त अर्ग्यानिक त्यस्तो हो नि त त्यही भएर होइन अघिसम्म चाहिँ हामी पुरै स्याड थियौँ कि पुरै स्याड थियौँ एकदमै स्याड थियौँ अहिले चाहिँ सो ह्याप्पी मुस्कान आएको छ फेसमा के म चाहिँ अब एल्साको फोटोहरू खिचिदिन्छु अनि हामी सँगै पनि फोटोहरू खिच्छौँ अब चाहिँ हामी बोर्डिङ पास गर्न जाँदैछौँ एल्साको होइन एल्सा हो अनि त्यसपछि यहाँनिर चाहिँ दिदीले गुडाउँदै हुनुहुन्छ हाम्रो चाहिँ होइन अनि हामी चाहिँ अब बोर्डिङ पास गर्ने हो अनि त्यसपछि चाहिँ एलिसाले टट्टबाई गरेर घर जाने हो एल्साले टट्टबाई गरेर घर जाने हो अरू चाहिँ 1 महिना भेट्न पाउँदैन हाम्रो बहिनीलाई अनि त्यसपछि यस्तै हो के दाइले थर्काइरहेको छ हो हामीले बिचरा सामान पनि लगिदिनु छ थर्काउनु नि छ यस्तो मान्छेहरू छ यस्तो हालत भइरहेछ यस्तो हालत म त नजाऊँ होला ल्या म त फर्केको ल
म चाहिँ फर्किन्छु ल हाम्रो दिदीबहिनीहरू चाहिँ यता पुग्नु परिरहेको छु म चाहिँ यहीँबाट फर्केको ल यता उहाँ चाहिँ दाइ हुनुहुन्छ उहाँ दाइ पोज दिनु पोज उहाँ दाइहरू चाहिँ उहाँ दाइ चाहिँ हाम्रो सामान बढी भएको थियो नि त अनि उहाँ दाइलाई चाहिँ हामीले मिलाएरै पठाउन लगाएको दाइलाई चाहिँ सो हेर्नुहोस् अब सिस्टर दुईजनाको चाहिँ नाटक चलिरहेको छ यहाँ हाम्रो जाने बहिनी चाहिँ आज राम्रै देखेको छ अरू बेलामा चाहिँ थोप्चिदिएको थियो कि भन्न मिल्दैन जिस्काइदिएको जाने बेला अब 1 महिना जिस्काउन पाउँदैन बहिनीलाई भनेर जिस्काइदिएको हामी चाहिँ अब सामान उयो गर्नुपर्छ 7 बजेको फ्लाइट रहेछ एल्साको तर टिकटमा चाहिँ कति 6:15 को लेखेको 6:45 को लेखेको थियो तर 7 बजेको रहेछ जोस् राम्रै भयो साथी पायो फेरि एक्लै त कहाँ भन्ने हुन्छ नि त सो या त्यस्तै हो हामी चाहिँ अब यहाँनिर छौँ दिदीबहिनीहरू दुईजना मामा पुरै गफ हान्दैछौँ केही छैन अब किनकि हामी पानी पर्न लागेको छौँ टाटा बाई बाई बाले नेपाल नाच एलिसा नाच एल्सा इज रक मान्छे त होइन एक्लै बिचरा डर पनि हुन्छ नि त अर्काको ठाउँमा अघि त एलिसा त्यस्तो भएको थियो अरे कस्तो भएको थियो एल्सा अघि चाहिँ थरथर कामेको रे अहिले चाहिँ रक भइरहेछ अरे हुन पनि हो कस्तो हो नि हामीले किनेको एउटा मान्छे थिएन त अघि चाहिँ अनि थर हुँदैन त जिन्दगीमा गएको छैन नि नेपाल भनेर बङ्गलादेशतिर सिक्यो भने सिक्यो भने सिक्यो होइन अनि गाह्रो हुन्छ नि त होइन त्यस्तो होइन त्यो प्लेन त्यो कस्तो एयरपोर्टहरू पनि कति ठुलो छ नि त अब कता घुम्ने थाहै छैन उसको गलबन्दीले गर्नु गर्यो एल्सा गलबन्दीले गर्नु गर्यो गलबन्दी जाति हो तिमीले तानेर यस्तै हो होइन बोर्डिङ हुँदैछ हाम्रो चाहिँ सामान बोर्डिङ भइरहेको छ अब चाहिँ होइन बोर्डिङ हुँदैछ हाम्रो चाहिँ सामान बोर्डिङ हुँदैछ यता एल्सा बहिनीको फिर्मी सेजले होइन हामीलाई लु हामी चाहिँ यसरी नै बसिरहेको छौँ है त अब चाहिँ हाम्रो बोर्डिङ सकियो अब चाहिँ हामी जानेवाला छौँ अब चाहिँ हामी जाने अब एल्साहरू इमिग्रेसनले चेक गरेर भित्र पस्नुपर्ने हुन्छ अब चाहिँ हाम्रो बोर्डिङ सक्यो अब चाहिँ हामी बोर्डिङ सकेर हिँडिरहेको ल त्यसो सामानहरू सबै पैसक्यो भित्र बोर्डिङ सक्यो कस्तो लागिरहेछ अहिले चाहिँ धन्य उल्टी हान्नु भएन हाम्रो सिस्टर उसले ल्याइदिनु पऱ्यो उसले प्लिज एक्सक्युज मी भन्नु यहाँ छोडिदिनु मिल्दैन खोइ त्यो दाइ ए ऊ त्यहाँ पुरा यसले पासपोर्ट आयो ल हामी चाहिँ एकजना दाइले एल्सालाई जिम्मा लगाएर पठाउन लगाएको किनकि ऊ एक्लै छ बिचरा अनि बिचरा त नभनौँ हाम्रो एलिसा च्याम्पियन छ तर पनि अब फर्स्ट टाइम हो नि त कतै झुक्केला कि भनेर मात्रै हो कि होइन नत्र एलिसा आउँछ नि होइन एल्सा होइन नि त आउँछ नि होइन झुक्केला भनेर मात्रै हो नि होइन होइन क्या त्यो भनेको होइन तिमीलाई आउँछ तर झुक्किन्छ कि भनेर मात्रै साथी खोजेको होइन भनेको के हो कि होइन भन हो कि न ल छिटो पसिहाल्ने यहाँ दुईबाट त अब हामी जानु मिल्दैन यति हो पसिहाल्ने अनि त्यो त कति टाढो छिन अब चाहिँ अब यो एल्सा जानुपर्ने हुन्छ यहाँबाट चाहिँ हामीसँग छुट्टिन्छ म चाहिँ रुदिनँ यहीँ सकाइदिउँ रुदिनँ होइन तर मनबाट चाहिँ कस्तो
भइरहेछ तर पनि म रोदिनँ भन्दैछु होइन तर फर्केर आइहाल्छ नि हाम्रो एल्सा बहिनी होइन कहाँ जानुभयो दाइ आशा दिदी तपाईँ र म त उतैतिर फोटोहरू खिचेर जानुपर्छ होला आज मान्छे कति धेरै भिड एल्सा चाहिँ यहाँ जाँदैछ म चाहिँ यहीँ छु भागौँ 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 एल्सा जोतिन्छु जोतिन् ओके एल्सा चाहिँ यहाँ जाँदैछ अब लाइन बसेर लाइन जो लाइन अब चाहिँ हेरी एल्सा जाँदैछ हामी चाहिँ यताबाट हेर्नु पर्ने हुन्छ एल्सालाई उसको फोटै खिच्न पाएन हामीसँग त्यसरी स्क्यान गरेर जानुपर्ने रहेछ कि त्यसरी चेक गर्नुपर्ने रहेछ अब एल्सा बहिनी जाँदैछ 1 महिनाको लागि घर ल एल्सा बहिनीले कहीँ नछोड्नु दाइ एल्साले सँगै बोक्नु है बहिनीले सँगै बोक्ने पाब्ला पाब्ला हामी चाहिँ यहाँ बसिरहेको त्यहाँ गइरहेछ कहाँ पठायो दुईजनालाई त्यहाँ जाँदैछ बाई बाई जाँदैछ बहिनी बहिनी उसको फोनहरू लग्यो किन होइन ऊ गएर एकचोटि फोन गरेको थिएँ घरमा भुल्छ तर अब ऊ अनलाइनमा बस्नु पऱ्यो भने चाहिँ होइन नम्बर छ कि छैन फेरि ऊ त्यहाँ रहेछ अब त हामी चाहिँ ऊ त्यहाँ बाई रुए क्या हो तपाईँ र म यसरी लिन आउनुपर्छ होइन आमा जुम भइरहेछ पुरै हामी त यार तपाईँ र म यसरी लिन आउनुपर्छ होइन 1 महिनापछि तर जे भए पनि आँखा चाहिँ रसाउँदो रहेछ है छुट्टीमा गइरहेछ तर ऊ फर्केर आउँछ नि त तर पनि मलाई आँखा चाहिँ रसाइरहेछ मैले चाहिँ कन्ट्रोल गरेँ भनौँ किनकि अब आएको 4 वर्षसम्म त अब यता हिँड्नेसँगै उता हिँड्ने खानेसँगै भएको थियो नि त अनि 1 महिनासम्म नहुँदाखेरि चाहिँ अब मेरो एक्सपिरियन्स नरुनी हामी ऊ त्यहाँबाट आउनु नजिकबाट देख्न पाउँछ आउनु दिदी र म चाहिँ अब ऊ नपसीसम्म हेरेर बस्ने हो कि अनि पसेपछि मात्रै जाने भनेर बसिरहेको हो हामी चाहिँ ऊ त्यहाँ ऊ देख्न सक्नुहुन्छ र एलिसा बहिनीलाई ऊ खराब कि त एम खराज्यो कि त रुए चाहिँ एलिसा हेर्नु न रुनु हुँदैन बाई बाई हामी चाहिँ अब यसरी नै कुरेर बस्ने हो अनि उसको चाहिँ 4 वर्षदेखिको सब के भन्छ के बोल्नै सकेन म चाहिँ होइन आँखा नसाउँदिनँ भनेको तर रसाइहाल्यो सो केही छैन तर अब खोइ किन रसायो किन रसायो तर पनि मलाई चाहिँ होइन म सबैले एक्लै भएको छैन नि त अनि म चाहिँ सबैलाई पुऱ्याउन आएको छु नि त म चाहिँ गएको छैन सबैलाई पुऱ्याउन आएको छु सबैलाई पुऱ्याउँदा त्यो गेटबाट भित्र पस्दा केही हुँदैन यहाँ पुगेपछि चाहिँ खै किन थाहा छैन मलाई म चाहिँ अब पहिला पनि एक्लै नै आएको यहाँ आएर अब एक्लै भएको छैन नि त यता जाउँ लुजाउँ साथी लुजाउँ यता जाउँ लुजाउँ साथी हुन्छ नि त अब तर एउटै रहेछ त जहाँबाट झरे पनि होइन यहाँबाट पनि झरे नि एउटै रहेछ त
तर होइन त्यो उता एयरलाइन्स अनुसारको हो कि न त्यो दुईटाको भएको लिन्छ होला नि त किनकि उता छ रहेछ त्यो छैन हामी चाहिँ अब यहीँ बस्ने 1 घन्टा जति अनि जब ऊ भित्रसम्म पस्छ अनि त्यसपछि मात्रै हामी फर्किने भनेर गरिरहेछौँ यहाँबाट सट्टै उता गएपछि हामीले हेर्न मिल्दैन हामीले मिल्दैन अनि हामी चाहिँ एकछिन उतातिर बसौँ है अनि त्यसपछि जाने त्यही हो यस्तै हो होइन अब मेरो नि जाने दिन धेरैले सस्तो टिकट काट्दाखेरि पनि पाउँछ कि मान्छे चाहिँ बातिक एयरलाइन्स हिमालयन एयरलाइन्सको मलेसियन एयरलाइन्स अलिकति गाह्रो पर्छ कि पाउँछ मान्छे पाउँछ त्यहाँ पुग्यो एलिसा बहिनी फेरि हामीले देखियो त्यो हामी हेरिरहेको छौँ वाच गरिरहेको छौँ हामी हेरिरहेको छौँ सजिलो छैन केही पनि हातमा त्यो पछाडि नेपाली केटीहरू तर आफ्नो साथीहरू भयो भने चाहिँ जे पढ्दा पनि साथी हुन्छ नि त अनि यहाँ आएपछि चाहिँ एउटा न एउटा साथी भनौँ न हिँड्नलाई भए पनि साथी खोज्यो भने चाहिँ राम्रो हुन्छ कि त्यही भएर चाहिँ हामीले आएर पनि हामीले सोचेको जस्तै एकछिन चाहिँ नभएर एकदम ढुकढुक भएको थियो 3 जनै परेको थियो एकछिन त तर लास्टमा चाहिँ जे होस् एकदम राम्रो भयो नेपाली नै होला भनेर सोचेर आएको जस्तो पाराले त्यो अनि फेरि यस्तो कि दिदी यस्तो भएको के होइन जस्तै हामीले नि बोला त्यो दाइ के हामीलाई त्यो भनौँ न मान्छे खाँचै परेको छ अनि त्यो सहयोग गर्न जस्तो ल्याउनु लागि त्यो दाइलाई चाहिँ धेरै नै त्यो दाइलाई चाहिँ धेरै धन्यवाद है अनि कति साँच्ची हामीले त आज त होइन देउता खोज्दा ढुङ्गा खोज्दा देउता भेटे जस्तै कि साँच्ची नै हामीले नै अब आउनु दाइ यता भने जस्तो छैन नि उसले त पैसा बोकेको छैन उसको ब्याङ्कमा चाहिँ छ मेरो चाहिँ आँखा रातो भाउ नि नेचुरल हो नि नेचुरल अनि त्यो दाइ के कस्तो त्यो दाइले चाहिँ साँच्ची होइन उहाँ चाहिँ के भन्छ इमर्जेन्सीमा जान लाग्नु भएको रहेछ अनि यस्तो उहाँले चाहिँ उहाँको चाहिँ घरमा काम परेर इमर्जेन्सीले जान लाग्नु भएको रहेछ अनि त्यही भएर उहाँको चाहिँ सामान धेरै थिएन रहेछ अनि ठ्याक्क हामीलाई चाहिँ हेल्प गरिदिनु भयो होइन धेरै धन्यवाद अनि हामीले धन्यवाद अघि पनि भनिसक्यो यस्तै हो तर कहिलेकाहीँ चाहिँ पाउँदो रहेछ झ्याक्कै पायो भने चाहिँ हामीलाई नि सजिलो तर पाउँछ कि भनेर चाहिँ सामान धेरै ल्याउनु पनि हाम्रो मूर्खता हो होइन अब चाहिँ हाम्रो साथी भित्र पसिसक्यो फाइनली अब चाहिँ हामी जानुपर्ने हुन्छ अब हामीले उसलाई देख्दैनौँ भित्र पसिसक्यो अनि त्यही भएर अब चाहिँ हामी घर फर्केको अब त्यही हो 1 महिनाको लागि टटाबाई भयो टटाबाई अब चाहिँ हामी फर्केको होइन त दिदी जस्तो लाग्यो तपाईँलाई एल्साभित्र कस्तो मलाई त अनि त्यसपछि अनि अब चाहिँ हामी दिदी र म फर्केको एल्सा पसिसक्यो नि त अब हाम्रो यहाँ केही काम छैन अब चाहिँ हामी दिदी र म चाहिँ फर्केको है त अब हामी चाहिँ एयरपोर्टबाट ग्र्याब गरेर जाने हो यस्तै हो हामी चाहिँ अब एलिकेन्टरमा चढ्यो केमा चढ्यो दिदी एलिकेन्टरमा के भनेको हामी केमा चढेको भनिदिनुहोस् त यो के भन्छ यसलाई एलिभेन्टर के हो थाहा छैन हामीलाई चाहिँ थाहा छैन भरिङ चल्ने भरिङ गुड्ने भरिङ मलाई चाहिँ यसरी भिडियो बनाउन मन छ कि पहिल्यैदेखि उसले फोन गरेर झन् मेरो भिडियो बनाउने बेलामा किसने फोन किया हामी स्केलेटर पनि चढेको स्कुलेटर भन्दो रहेछ है स्कुलेटर हामी चाहिँ के भन्दैछ अब चाहिँ हामी आइसक्यो आएर हामी दिदी र म चाहिँ बिच बाटोमै झरेर अब रुममा गएर खानाहरू पकाएर खाना अल्छी लाग्छ नि त त्यही भएर बिच बाटोमै झरेर चाहिँ हामी केएफसी खाना जाँदैछौँ होइन त दिदी दिदी चाहिँ पुरै टाउको दुइसक्यो अनि हामी चाहिँ अब केएफसी खाना जान्छौँ बाहिरबाट खाएर अब रुममा जान्छौँ यहीँ हो
अनि रुममा त्यस्तै हो, के गर्नु, अल्छी लागिरहेको छ, आँखा दुखिरहेको छ निन्द्राले, किन हो यस्तो रे क्या त। हामीले चाहिँ अर्डर पनि गऱ्यो, हाम्रो चाहिँ यहाँनिर देख्न सक्नुहुन्छ। हामी चाहिँ अर्डर गरेर बसेको लास्टै टाउको दुख्यो, गाडीमा हिँड्नु साथै कस्तो हुन्छ तर मलाई मात्र यस्तो गाडीहरू त्यस्तो हुन्छ, कस्तो एकछिन हिँडेपछि चाहिँ लास गाडीमा हिँडेपछि लास गाडी लाग्ने कि जतिखेर गाडी हिँड्यो लास 5 मिनट 10 मिनट होइन गाडी चाहिँ लागिहाल्छ, कस्तो खालको मान्छे हाम्रो चाहिँ अर्डर पनि आइसक्यो। मैले चाहिँ केएफसी नासी लामा, दिदीको चाहिँ यहाँ छ भात यहाँ छ। हामी चाहिँ केएफसीमा चाहिँ हेर्नु खानै खाना आयो कि खासमा, किनकि खाना खाए जस्तो हुँदैन नि त, सो त्यही भएर अब चाहिँ हामी खान्छ, तपाईँहरू चाहिँ हेर्नु ल कि खान्छु ल, खाएन खान्छ ल, त्यो अब खानु ल दिदी। मासु पनि अब त्यो हाल्दैछु अचार लिनु मलाई त पुग्छ। हामी चाहिँ खाएर सकेर अब चाहिँ रुममा जानको लागि जाँदैछौँ। हामी चाहिँ खाएर सक्यो, टन्नै खायौँ है, हामी टन्नै खायौँ। अब चाहिँ पेट भर्ने गरी खाएर अनि हामी हिँडेको ल रुमतिर। अब रुममा जाने हो, रुममा गएर पनि लुगा धुनुपर्ने काम छ, त्यही भएर खाना बनाउने कि लुगा धुने कि म अल्छी लागेर पुरै मैले खाना बाहिरै खाएर अब आज घर जाँदैछु। अब रुममा गएपछि भोलिदेखि कहीँ ड्युटी छ, त्यही भएर कहीँ ड्युटी चाहिँ भेट्छु। म तरकारी किन्नको लागि ग्रोसरीमा पसेँ, तरकारीहरू लगेर जानुपर्ने हुन्छ नि त। भोलि मेरो भोलिदेखि नै ड्युटी छ, त्यही भएर तरकारीहरू किन्न आएको। हामी चाहिँ सामान किनिसकेँ, मैले चाहिँ सामान, अनि अब चाहिँ रुम फर्केको। आज म चाहिँ अब रुम फर्केको, मैले तरकारी पनि किनेँ, अनि त्यसपछि यस्तै हो थाकिरहेको छ। त्यही रुममा आइपुगिसक्यौँ, अनि त्यसरी रुममा आयौँ, फ्रेसेस भयौँ, अनि त्यसरी खानेकुराहरू चाहिँ बाहिरैबाट खाएर आएको हो नि त, फ्रेसेस भयौँ। अनि उताबाट पनि हामी चाँडै फर्क्यौँ, किनभने साथीको फ्लाइट पनि चाँडै थियो नि त, 7 बजेको। अनि त्यसपछि त हामी चाहिँ भित्र पस्ने साथै हामी चाहिँ 5 बजीतिर फर्किहालेको नि त, अनि बाहिर खाएर आयौँ। अनि त्यसपछि यस्तै हो। अनि यति भन्दै मेरो चाहिँ आज भिडियोलाई म यहीँ एन्ड गर्दैछु। तपाईँलाई यदि मेरो भिडियो मन पर्यो भने चाहिँ लाइक, कमेन्ट, सब्सक्राइब गर्न नबिर्सिनु होला। भने म चाहिँ बाई।